तिमीलाई म भुल्न सक्दिन जहाँ जाऊँ तिम्रो याद आइरहन्छ यो खोला यो नाला यो पहाड भन्ज्याङले मलाई बोलाइरहन्छ तिमीलाई म भुल्न सक्दिन जहाँ जाऊँ तिम्रो याद आइरहन्छ यो खोला यो नाला यो पहाड भन्ज्याङले मलाई बोलाइरहन्छ मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ प्यारो हरियाली आँगनै भरे लाली गुराँस चाप चमेली फुल्छ थरी थरी डाँडा काँडा हरियाली आँगनै भरे लाली गुराँस चाप चमेली फुल्छ थरी थरी खोला दिन पश्चात हामी हिजो बेलुका अस्ति बेलुका हिँडेको थियौँ काठमाडौँबाट अहिले हामी आज हिजो बेलुका चाहिँ हामी लामबगडा आइपुगेका थियौँ अहिले चाहिँ हामी हाम्रो छोरोको कन्स्ट्रक्सन पालीबाट अहिले निर्माण हुँदै गरेको रिगु साइडको लागि चाहिँ हामी सामान पठाउनुको लागि यो रोडबाट जुन चाहिँ सडकदेखि एकदमै टाढो रहेको छ हाम्रो अघि नै हाम्रो पिएम सरले भनिसक्नुभयो यो मनमा झलझले आइरहन्छ यो मनमा झलझले मेरो नेपाल मेरो नेपाल हामी दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर 1 लामबगडा भन्ने ठाउँमा छौँ। त्यसपछि हाम्रो रोलबालिका हाइड्रो बनाउनका निम्ति 22 मेगावाट रोलबालिका हाइड्रो बनाउनको निम्ति हामी यो पारी चाहिँ रिगु भन्ने ठाउँ छ। यो चाहिँ विकट ठाउँ भएको कारणले गर्दाखेरि त्यहाँ चाहिँ सडक सञ्जालबाट टाढा भएको कारणले गर्दाखेरि चाहिँ हामी यो रोप मार्फत चाहिँ हामी सामान हाल्नको लागि प्रयासरत छौँ। धन्यवाद। मेरो देश मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ प्यारो सगरमाथा शेर बनी यहाँ उभिएको छ करोडौँ मुटुमाझ तिमी सजिएको छ सगरमाथा शेर बनी यहाँ उभिएको छ करोडौँ मुटुमाझ तिमी सजिएको छ वीर महात्मा बुद्ध जन्मिएको देश मलाई प्यारो प्यारो लाग्छ आफ्नै स्वदेश मलाई प्यारो लाग्छ। नमस्कार, मेरो नाम चाहिँ नोबेल श्रेष्ठ। छोरोलपाक कन्स्ट्रक्सनमा आबद्ध भएको चाहिँ 20देखि हो। म साइट सुपरभाइजर प्लस सर्भेयरको रूपमा चाहिँ कार्यरत भइरहेको छु। मैले छोरोलपाक कन्स्ट्रक्सनमा आएदेखि लिपिङमा र लामबगड साइटमा गरेर 2टा साइटमा काम
गरेँ। लामबगर साइडमा कार्यरत नै छु। त्यसमा हामीले अप्पर तामाकोसीको चाहिँ ड्यामेज भएको सेटलिङ बेसिनको काम गरिरहेका छौँ। फागुनको आधा आधीबाट काम सुरु गरेर असारको आधा आधीसम्ममा सकाउने हाम्रो टार्गेट छ। डे नाइट गरेर हाम्रो काम भइरहेको छ। यसमा चाहिँ लगभग 25 देखि 35 जनासम्मले काम गरिरहेका छौँ। छोरोल्पा कन्स्ट्रक्सनले चाहिँ नेपालभरिमै हाम्रो 7-8 वटा प्रोजेक्ट चाहिँ अहिलेको हालसालै पनि रनिङ भइरहेको कन्डिसनमा चाहिँ 500 देखि 600 जनासम्म युवाहरूलाई चाहिँ रोजगार यहीँ प्रोभाइड गरिरहेको छ। विदेश जाने युवाहरूलाई नेपालमै केही गर्छु भन्ने हौसला प्रदान गरिरहेको छ। आफ्नै स्वदेश मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ प्यारो। हाम्रो अबरको काम यो ड्याममा लिएको 3 महिनाको अबर लाग्यो, बर्खा लगाइसक्यो। अब काम त गर्दैछ, हुँदैछ। अहिलेसम्म 40-50 जना मान्छे छ। काम पनि गरिरहेछ, ढलान पनि गरिरहेछ। अहिले आज पनि ढलान सिधेर बखारी अरूमा रटहरू सिधा गर्दैछ। काम त प्रोसेससँग चलाइरहेछ। अब के गर्नु, बर्खा लगाइसक्यो। आज त जेठको नि 25 गइसक्यो। त्यही त यस्तो अब सबैले, तर हाम्रो हाकिम साहबहरू सबै आएर हेरिरहेको हुनुहुन्छ। समय बर्खा टाइम लाग्यो, समय उहाँहरूलाई पनि जानेको थाहा होला भन्ने चाहिँ मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ। प्रोत्साहनहरू माल माथि लानु पऱ्यो, बालुवा गिटी सिमेन्ट आलुहरू सबै गाडी कहाँबाट मेरो अजय चौधरी यात्रीमा 1 वर्ष भयो ठ्याक्कै। यहाँ मेकानिक हो, अब त यहाँ मेकानिकै भन्नु सबै काम गर्नु पऱ्यो। मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ प्यारो मेरो देश मलाई लाग्छ प्यारो।